पहिला ट्रायङ्गलको गिभनलाई लेखेर स्केच बनाउने। यो स्केचले हामीलाई एबी 8 सेन्टिमिटर काट्नुपर्छ, त्यसपछि एङ्गल बी बनाउनुपर्छ र बिसी 6.1 सेन्टिमिटर काट्नुपर्छ भन्ने जनाउँछ। त्यही अनुसार हामीले एबी 1 सेन्टिमिटर काट्छौँ र ए र बी लेख्छौँ। बेस एबी बनाइसकेपछि यदि एङ्गल दिएको छ भने एङ्गल बनाउनुपर्छ। त्यसैले हामी एङ्गल बीमा 60 डिग्री बनाउँदैछौँ। बिसी 6.1 सेन्टिमिटर दिएको भएर बीबाट जहाँ काट्छौँ त्यहाँ सी आउने भयो। ए र सी जोइन गर्यो भने हाम्रो ट्रायङ्गल एबिसी तयार हुने भयो। रेक्ट्याङ्गल पनि एउटा प्यालोग्राम हो भन्ने कुरा हामीलाई थाहा छ। ट्रायङ्गलको एरिया प्यालोग्रामको एरियाभन्दा हाफ हुन्छ एउटै बेस र एउटै प्यारालाइनभित्र भन्ने कुरा। बेससँग प्यारालाइन बनाउन अल्टरनेट एङ्गल खिच्नुपर्ने हुन्छ। एउटा आर्क बनाएर त्यसको नाप लिएर माथि बराबर काटेपछि अल्टरनेट एङ्गल बन्छ। प्यारालाइन बनाइसकेपछि अब हाम्रो थ्योरम एरिया अफ ट्रायङ्गल इज हाफ अफ द एरिया अफ प्यालोग्राम स्ट्यान्डिङ अन सेम बेस एन्ड बिट्विन सेम प्यारालाइनलाई हामीले यहाँ एप्लाई गर्छौँ। ट्रायङ्गलको एरिया प्यालोग्रामको हाफ हुने भएको भएर हामीले हाफ बेसमा प्यालोग्राम बनाउँछौँ, यानि रेक्ट्याङ्गल बनाउँछौँ। मैले अघि नै परपेन्डिकुलर बाइसेक्टर खिचिसकेको छु, त्यसैले रेक्ट्याङ्गलमा इच एङ्गल 90 डिग्री हुने भएको भएर हामीले लाइन तान्दाखेरि 90 डिग्री भएर प्यालोग्राम रेक्ट्याङ्गल बन्नेछ। हाफ बेस नापेर माथिबाट बराबर काट्यो भने अपोजिट साइड इक्वल हुन्छ, त्यसैले रेक्ट्याङ्गल बन्यो। रेक्ट्याङ्गलको नाम बिआइएनयु भएको भएर बिआइएनयु क्लकवाइज लेखेपछि एरिया अफ ट्रायङ्गल इज इक्वल्स टु एरिया अफ प्यालोग्राम भनेर हामीले कन्क्लुजनमा लेख्छौँ। रेक्ट्याङ्गल पनि प्यालोग्राम नै हो भन्ने कुरा विद्यार्थीहरूलाई थाहा हुनुपर्छ, नत्र के गर्ने भन्ने अन्यलमा पर्न सक्छ। नेक्स्ट पार्टको लागि लाइक, कमेन्ट र सेयर गरिदिनु होला। धन्यवाद।